डिस्काउन्ट पनि दिएन गाइज होइन बर्थडे हुनु 14 बर्थडेमा यही खसी पो काट्छु होला म उसको कति भयो 400 400 भाइ 400 400 डिस्काउन्ट गरेर 380 पैसा जाने चक्लेट खाना गाइस चक्लेटको डब्बा बोकेर जानु पर्ला खत्रै भयो गाइस आजको ठिक छ भएन जेन्जीको बर्थडे रहेछ नि फेरि चक्लेटले विस गरिदिएको गाइस दिनु र तिमीसँगै थियो त है के सिक्ता होइन मैले चुरोट किने किन एक भएर दिन्छु चारा चुरोटको दिनुपर्ने भइसक्यो भने भाउजू 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 चक्लेटको मल कस्तो भएर चक्लेट चक्लेट त बढाइसक्यो एक बट्टा छ नयाँ फेरि चक्लेट खानु चलो बाँडिदिने बाँडिदिने के गर्ने अनि यो त कहाँ राखी खाने हो 1 महिनासम्म 40 वटा दिनमा एउटा खानु यो चाहिँ भएन नि भानुचोक गाइस तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ भानुचोकको एरियाको बटाल्नु खाइदिनु चुना लाग्यो नि त गाइस चुना 400 रुपियाँ चुना लाग्यो नि त गाइस के को चुना लाग्छ लागि गएन अब के को चुना लाग्छ दिनमा एउटा 40 दिनको पुग्छ त बेच्यो भने 15 रुपियाँ गोटा बेच्ने हो हेर्छ चिजिला पुर्के काट्ने खोटाङ गाइस Thank you, Chaudhary. Thank you. I love you. Thank you. भोक पनि लाग्यो गाइस अलिक अब खाजा खाने हो के अरे के अरे थाहा बुचुक्कै भयो गाई हो दिनमा एउटा खाएर 40 दिन पुर्याउनु पर्ने बेच्दा चाहिँ 100 रुपियाँ 100 रुपियाँ भन्छ 15 रुपियाँ गोटा चक्लेटले चुना लगाएर होला रे 400 चाहिँ खाएको ए नुन प्याज हाल्दै मलाई पनि धनियाँ छ नि स्केल छ हो आज 80 अस्ति बनाउँथ्यो यस्तो छ खुवाई गाइज भात वाउ मुखबाट पानी आएछ त केही काम छ र अब केही काम छ र छैन Wow, lovely taste. Idan na re. Ne boli lal. Boli lal idan na. Please re. Baap khao na. Naati किन नखाएको यो खाइसकेर खानु पनि सक्छु गाइस तपाईहरुको कमेन्ट डाउन गर्नु होला कतिवटा दाँत छ तपाईहरुको मेरो चाहिँ ठ्याक्कै 34 वटा पुगिसक्यो गाइस
आजको आउटपुट यस्तो छ गाइस दामी गाइस भात बुटेको भात भोलिदेखि ट्रेनिङ सुरु हो बस्ने होला नि गुरुआमा कि छैन है बल्ल प्रेसर हुन्छ सब अहिलेको त्यस्तै माहौल छ सबैको हालत मतलब प्रेसर लो गर्नलाई यहाँ खोर्सानी सक्नु लो हुन्छ हो मेरो रिस चाहिँ कम हुन्छ अरे गाइस तपाईँहरूको चाहिँ कस्तो हुन्छ होइन मेरो चाहिँ यस्तै छ धेरै रिस चढ्यो कि खोर्सानी खान कुरा वेदर चाहिँ यस्तो छ घाम लागिरहेछ अलिअलि ढल्किनै लागिसक्यो यस्तै छ है गाइस जिन्दगी घुम्नै बस्ने अब चाहिँ चलिरहेछ फाइनली यो चाहिँ हो ओल्ड दरबार दिस इज द प्लेस 4-5 साल अगाडि आएको थिएँ दिक्तेल क्या दामी यहाँको चाहिँ मलाई बिहानको बिहानको बास्ना चाहिँ लास्टै मनपर्ने गाइस है पुरै नेचुरल यता चाहिँ फेरि जेन्ट्स हो गाइस यस्तै छ के साह्रो महँगो भएको अङ्गुर पनि 50 रुपियाँ टेस्ट गरेँ है गाइस यो प्लास्टिक चाहिँ कहाँ बोक्यो छिराइदेऊ न दाग लाग्छ हौ खत्रै हुने भयो आजको अङ्गुर म त अङ्गुर लभर बिना पखालिकन खाइदिएको गाई त्यस्तै धुनु पनि पर्छ नि हे खाइदेऊ केही फरक पर्दैन पखालेकै हुन्छ पखाली फेरि त राखेको होला नि नि चौधरीले लगो के खिलाएर ल्याइदियो भन्दाखेरि यो चाहिँ रहेछ रत्न पार्क बजार यता चाहिँ क्याफे रहेछ यो चाहिँ बोर्ड हो गल्यो गाइस जाँदा त्यो टाढो जानुपर्छ होला यो चाहिँ भोजपुर जानु भएको भोजपुर यताबाट गाइस कता जाने यो चाहिँ हलेसीबाट घर्मी कटारी हुँदै विराटनगरतिर यताबाट चाहिँ माथि मुडे जाने यताबाट चाहिँ बजार दिक्तेल बजार घुम्ने भनेर चाहिँ हामी चाहिँ फाइनली धेरै दिन बसिसक्यो कति दिन कस्तो लागिरहेको एकदम मजा गल्यो मात्रै होइन अब चाहिँ कता जाने टप्सहरू छ फेरि मजा है त्यता त नजाउँ कि जाने कन्टेन्ट हेर नि त्यहाँ कन्टेन्ट त्यहाँ हेर न त्यहाँ हौ त्यहाँ झन्डै बेहोस हुने खालको कन्टेन्ट डेन्जरै रहेछ गाइस यो चाहिँ अलिक भएन है कहाँ गएको कन्टेन्ट हेर्नु आउट अफ बजेट कहाँबाट सिकेछ आउट अफ बजेट भन्नु होइन गाइस आउट अफ बजेट छ नि त
भाइरल गाइस बजेटमा केही छैन गाइस मेरो गोजीमा सुक्को छैन एउटा बाइक किन्नु यस्तो बाइक स्प्लेन्डर किनिदिनु नि बाइक चाहिँ लास्ट चढ्नु मन छ है तर चढ्छु एक दिनमा पनि यस्तो नभए नि यस्तो 220 चाहिँ लास्ट मन पर्ने रहेछ Wow, this bike is lovely, guys. हम भी चढ़ेगा guys एक दिन हामी लक्ष्मी हो नि कहाँ ग्राहकलाई फर्काउनु हुँदैन नि ल ठिकै छ मिलाएर दिनुभयो ला फेरि त्यो पनि राख्छ के हो लु अब जोक्दै पो हुनुहुन्छ है भाइ भाइ नजोकमै घाटा लाग्ला फेरि अहिले फेरि त्यहाँ कटोरामा खन्याउनु हुन मिलाएर दिनुभयो 220 रुपियाँ टक्कर आएको छ 1 केजी थ्याङ्क यू थ्याङ्क यू दिदी 24 त्यस्तै हो नि हामीलाई नै घाटा हो उल्टै हामीलाई पो घाटा हो होइन हाँकेर डिस्काउन्ट भएन नि यो भिडियो भएर अपलोड गर्नुपर्छ हामीलाई पो घाटा भयो 20 रुपियाँ त डिस्काउन्ट भइसक्यो त छैन हो तपाईँको नराम्रो छैन हो साह्रै महँगो खै स्क्यानर दिन अलिक तल पुगेर खानुपर्छ अहिले यो झल्लो पुराले पछि आउँछ हेरौँ न पछि पछि आउँछ चिया खाने भयो या मिठो चिया बनाउनुहुन्छ स्क्यान गरेर पैसा हाल्नु पऱ्यो 2 चोटि चुना लागिसकेछु है मरे फेरि पैसा आएकै छैन भन्दै थियो अहिले फेरि अब न्यारो छ हो गाइस होइन होइन थोरै तर वाइटमा खोजेको कलर चाहिँ पाएको हामीले मुखको थुप्रै अलिक कलर चाहिँ वाइटमा खोजेको यो पसललाई लगिदिन्छु यो पसललाई लगिदिन्छु टोपी पनि लाने पसललाई लगिदिन्छु एउटा है गाइस भयो अर्को दिन आउँला ल अर्को दिन लान्छ अरे है कस्तो देखिरहेको छ अरे भोटे जस्तो देखिरहेको होला होइन पाहाडको यो टोपी ठिक छ त कहाँ हो घर तर यो गर्मी महिनामा अब गर्मी महिना भाइको घर कहाँ हो कहाँ पढ के गर्छौ यहाँ चाहिँ के गर्नु ए सामान लिन आउनु भएको ए त्यसो भए बोल्दा हुन्छ नि एकछिन होइन हुन्छ नि होइन के छ अनि खबर खबर ठिक छ के नाम हजुरको भनिदिनु न हो के हुन्छ हजुर भएन है ल दिन थ्याङ्क यू ल बिर्सिने बानी नगरौँ न यार के बिर्सेको अरे कागमा तिमी बिर्सिएछ नि त लाफाले झन्डै गएको छ यत्तिकै ढिलो आज ए ढिलो सिकेको भइहाल्छ और कुछ पहाडको बोटे जस्तो देखिरहेको सपिङ पनि भइसक्यो त सपिङ पनि भइसक्यो त गाइज फाइनल सपिङ पनि गरेँ यता चाहिँ साइक्लिङ हुँदैछ गाइज यस्तै छ टिकटकमा देखिरहेको छु गाइज यो टोपी चाहिँ केटालाई चाहिँ गिफ्ट गर्ने गर